मेरो चाहिँ अहिले एक्जाम चलिरहेछ बाय बाय दाई। आप मेरे को आगे तक छोड़ सकते हैं? वे आज चाहिँ हो हाम्रो एक्जामको लास्ट दिन अनि म चाहिँ एक्जाम दिनलाई जाँदैछु। यहाँ माथि गएर बस यति धेरै कुर्नुपर्छ नि त, अनि त्यही भएर बरु म यहीँदेखि भिडियो बिस्तारै बनाउँदै जान्छु अनि ढेलो पुग्छु भनेर गएको। मेरो एक्जाम चाहिँ 1 बजीदेखि हो, बस म चाहिँ 10 बजी नै हिँड्दैछु। वाइ म 10 बजी किन जान्छु मेरो एक्जाममा। अस्ति चाहिँ हाम्रो प्रोटेस्टले गर्दा रोकेको थियो नि त एक्जाम, त्यही भएर। म चाहिँ यहाँनिर कलेज आइसकेको छु टुङ टुङ। अनि यता चाहिँ मेरो साथीहरू हुन्छ अनि म के कुरा भन्न गइरहेको छु भने म काठमाडौँ बस्छु, पढ्न ललितपुर पढ्छु अनि मेरो एक्जाम हुन्छ भक्तपुर हो। म भ्याली पुरा टुर हालिदिन्छु नि त्यसले। यहाँ त्यो राते राते हो। अनि यता यहाँनिर के लेखेको छ भने द अल न्यू के हो त्यो मैले देखिनँ हौ, म आँखा देख्दिनँ। एक्जाम फिनिस। कस्तो भयो त एक्जाम? बेस्ट अफ लक। हामी चाहिँ कलेज आइसकेको छौँ भने यहाँनिर दाइ लोग्दै हुनुहुन्छ अनि यतापट्टि मेरो साथी छ अनि ऊ बिन्दा चौधरी चाहिँ रिसाएर बम पड्किरहेको किन हो थाहा होइन, ऊ रिस्सा परिरहेको थियो हाम्रो। सो हामी चाहिँ यहाँनिर यहाँ कम्प्युटरमा के यस्तो बनाउनुपर्छ, यहाँ नै जिन्दगीभर काम लाग्ने चिज गर्नु। Binta Chaudhary and she's my friend. She's Anna Tama and हामी आज चाहिँ गेम खेल्न गइरहेको छौँ। यहाँनिर यहाँनिर एउटा कुरा भन्न गइरहेको छु, यहाँनिर हाम्रो क्लासमा चाहिँ म मात्रै हो कि गएको अनि सबैजना के भन्छ पस्टिक गर्नुहुन्छ। अनि मेरो चाहिँ क्लासमा कति धेरै के हुन्छ भने ल्याङ्ग्वेजमा प्रब्लम हो के भने मैले के भन्छ अनि उनीहरू ह्या गर्दै हाँस्छ अनि उनीहरूले भनेको कुरा सुन्दाखेरि ऊ हाँस्छ ह्या गर्छ। यसरी हाँस्छु म। जस्तै म नाङ्लो भन्छु नि त, त्यस्तो गोलो गोलोलाई नाङ्लोलाई के भन्छ तिनीहरूको? हाम्रो चाहिँ सुप्पा भन्छ। के भन्छ नि दाइ भन्नु न। सुप्पा भन्छ कि सुप्पा सुप्पा अरे सुप्पा मासुलाई के भन्छ? हाम्रो त्यो नाङ्लो चाहिँ के कसलाई त्यो डोरी यस्तो ठुलो होला नि के भन्छ? नाम्लो पो हो त्यो त यसरी बोक्ने नाम्लो हो। अनि के भन्यो तिमीले? नाङ्लो नाङ्लो त्यो धानहरू यसरी खाने हुन्छ नि त्यसलाई नाङ्लो। अनि अर्को के अरे सक्खरलाई के भन्छ होला? हाम्रो चाहिँ बेली 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 गुड। ल तिमीलाई थाहा छैन। अनि तिम्रो चाहिँ के अरे बेलौतीलाई के भन्छ? हामी चाहिँ बेलौती भन्छ। बेलौतीलाई अम्बक भन्छ अनि यहाँ काठमाडौँतिर चाहिँ अम्बा भन्दो रहेछ है। अम्बक हाम्रो चाहिँ भन्छ, खासमा चाहिँ बेलौती भन्छ। बेलौती पाक्यो। अनि बच्चा बच्चीलाई के भन्छ? बच्चा बच्चीलाई केटाकेटी हामी चाहिँ बच्चा बच्ची नै भन्छ। किन म बाबुको बच्चालाई थाहा हुन्न? बाबुको बच्चालाई नानी बाबु थाहा छ कि छैन भनेर सोधेपछि यस्तो यस्तो जवाब यस्तो आएछ। अनि अरू भन छिट अरू के हुन्छ? डिफ्रेन्स अरू अरू के कुरामा झगडा पर्छ हाम्रो? बत्ती निभाइदेऊ भन्छु म, उसले के भन्छ चाहिँ मलाई बत्ती बुताइदेऊ भन्छ। बत्ती बुताइदेऊ रे हो। म
म त सुरुचोटि सुन्दा त यति छक्क परेको थियो उसले बत्ती बुताइदियो भन्दाखेरि अनि मैले के भन्थेँ बत्ती मारिदियो होइन उस्तो चाहिँ मारिदियो रे उस्तो चाहिँ मारिदियो रे सिधै मारिदिनु कसरी सिधै मारिदिनु कसरी यो बत्ती बत्ती निभाइदिनु भन्छ होइन बुझाइदिनु शुद्ध भाषामा शुद्ध बाहुन बाहुन खस तपाईँ बाहुन हुन्छ त्यो खस 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 खस्क्या खस के भनेको खस भाषाको एकदम फलो खस के भनेको खस भाषाको एकदम फलो मेरो घरबाट हो खस भाषा भनेको कस्तो हो नेपाली भाषा हजुर नेपाली भाषा तिम्रो अलिक पछि छौ कि नानी कति वर्ष पढाइमा अब अरू भन्नु हाम्रोतिर चाहिँ केरालाई के भन्छ केरा केरालाई केरा नै हाल्छ हाम्रोतिर होइन ए कोला होइन केरा कोला पनि भन्छ कोला पनि भन्छ केरालाई के भन्छ कहाँ खाँदा कोला लाइ चाहिँ बाबा छिटो निकालिदेऊ हाम्रो चाहिँ अनि सुन्तलालाई के भन्छ सुन्तलालाई सुन्तला नै भन्छ अरू के कुरामा हाम्रो धेरै डिस्कस गरिरहन्छ नि भन त के कुरा होला के कुरामा है अरू केमा पर्छ तिम्रो भाषा र मेरो भाषा तिमी चौधरी म तामाङ भन्छ अनि मलाई आउनु पनि पर्ने पानीलाई होइन त्यो नर्मल वर्ड्स के पानीलाई के भन्छ पानी नै भन्छ पानी पनि भन्छ तिम्रो भाषामा के पानी इफ चौधरी आर वाचिङ प्लिज डु कमेन्ट पानीलाई के भन्छ भने हाम्रो भाषामा चाहिँ कुई भन्छ कुई भन्छ मलाई चाहिँ थाहा छैन है ऊ किन ऊ चाहिँ किन थाहा छैन भने ऊ चाहिँ के हो त ठेक्पा हो मिक्स हो क्या ठेक्पा भनेको चाहिँ द्याट्स वाइ सी इज ट्यालेन्टेड उसको मम्मी चाहिँ नेवार हो भन्दै थियो तिम्रो मम्मीको कहानी तिम्रो बुम्बाको कहानी तिम्रो मम्मीको कहानी तिम्रो बुम्बाको कहानी उसको मम्मी चाहिँ नेवार हो अनि उसको बाबा चाहिँ के हो त चौधरी हो त्यही भएर ऊ चाहिँ यस्तो छ चौधरी हो त्यही भएर ऊ चाहिँ यस्तो छ चौधरी जस्तो पनि छैन ऊ हेर्न जहिले मलाई यस्तै गर्छ कि मलाई भेदभाव गर्छ भेदभाव गर्छ जहिले यस्तै गर्छ कि जहिले यस्तै गर्छ कि रुइदेऊ न त ल अब यति नै हो नि ससुरालाई के भन्छ अरे ससुरा नै भन्छ ससुरा नै भन्छ सरकारी भन्छ ससुरा? अहिले भर्खर दाइले सरकारी भन्छ भन्ने हुँदैन खै मलाई थाहा पनि के भन्छ र सासु ससुरा अनि हामीले चाहिँ आज त्यति धेरै रिपोर्ट बनाएन यत्रो डिस्कस मात्रै गऱ्यौँ अनि अरू कुरा के गर्यौँ भने केही पनि गरिनँ यत्रो पेपर बनाउनु मात्रै बनायो यत्रो काम छ एउटा बनाउनुपर्छ अनि केही काम पनि छैन यसको सो वाट क्यान यु डु अनि हाम्रो प्रोटेस्ट अस्ति भर्खर हाम्रो चाहिँ प्रोटेस्ट सकेको थियो नि त प्रोटेस्ट सकेको थिएन प्रोटेस्ट भएको थियो अनि प्रोटेस्ट हुँदा चाहिँ हाम्रो एक्जाम थियो अनि त्यो एक्जाम रोकेर हिजो मात्रै सकेको थियो अनि आज हामी कलेज आएको यति नै थियो हाम्रो च्यालेन्ज भिडियो बाई 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 भन न यता बाई 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 अनि अब फेरि हाम्रो आन्दोलन कहाँ जाने म्यामले भनेको म्यामले मैले भनेको मान्नुहुन्छ म्यामले एकचोटि कुरा राखौँ न अन्त दाइ Why not, sister? बस अरे बस हाम्रो सरले भनेको मान्नुहोस् है फेरि सम्झेर 1 बजीसम्म घरमा कुरा गर्ने चाहिँ को हो कस्तो मम्मी हो कुनै कुन मम्मी हो मम्मी हो कि बाबा हो ठुलो बाबा हो कि सानो बाबा हो ठुलो बाबा हो कि सानो बाबा हो मेरो बाबा अरे यहाँ यो कपी गरेको नि यस्तो चोरौँ भनेको चोरमा पनि आएन हौ कि टाइपिङ गर्ने न दाल त खतरा लोक दोरी गाउनु हान्नु भयो क्या म त दोरी मात्र सुन्छु आन्टी लगाएर हो कि क्या तिमी आन्टी ल एउटा माथि तातो पानी जोडे खा ए नि यो के आएको यो बिन्ता सीको रिजल्ट कहिले आउँछ हुन त यत्रो पिम्पल देखिरहेको तिम्रो
अहिले एआईको भिडियो हेरेपछि म त अचम्म मान्छे के बनाउने हो नि एआईको भिडियो हाम्रो एआई सिस्टमलाई अब यहाँ कलेज पढ्दैन पनि यहाँ कम्प्युटरमा यत्रो 50वटा कम्प्युटर छ हेरेको पर्सनल ट्रेनर सिको रिजल्ट के गरी गर्ने भन्नु त कसरी गर्ने हो यो त आउँदैन सिको रिजल्ट छैन डेट फिक्स हुन्छ होइन र सिको रिजल्ट यसमा गर न यसमा ल कता हो ठिक छु कहाँ हो अफिसमै हो कहाँ त ए के अरे कहिलेसम्म रिजल्ट निकाल्ने योजना छ छन् एक दुईजना साथीहरू छन् कि बीपीएस एमबीबीएस सबै दिएन 1 महिना लाग्छ को एक्लै हो भने अहिले ल 1 महिना लाग्छ यत्रो 1 महिना लाग्दैन 1 हप्तापछि आइहाल्छ ए मैले त्यहाँ चिकित्सा चाहिँ फोन गरेँ अब मेरो भतिज छ त्यहाँ होइन हाम्रो त के अरे हप्तापछि इक्जाम रिजल्ट आइसकेको थियो क्या त्यस्तै छिटो आएको थियो तपाईँको चाहिँ किन हुन आयो म घर जानु बेला चाहिँ रिजल्ट आएको थियो मलाई ढाँटेकी बा होला दाइ तपाईँलाई यो तर त्यस्तो अङ्कल भएर ढाँटेकी होला त्यस्तो भतिज त्यही भएर तपाईँले स्कलरसिप पाउनु होला यस्तो हुन्छ त्यो मेरो भएर नभएर भन्ने हुन्न दाजु उड्यो रे के यो मेन नम्बर नदेखिने भएको फरक चल्दैन दादा ओइ दाजु मैले चल्दैन भन्छु तर विकास यहाँ भइदिए पनि चल्छ फेरि विकासले किन उसको मेरो भन्दा नि ठुलो हात हो त्यसो भए विकासको सङ्गत गर्नुपर्ने रहेछ त है विकासले गएको यहाँ छिटो आयो छिटो तिम्रो काम यहाँ मैले गरिदिइरहेको छु अब मेरो काम पनि गरिदेऊ है छिटो नत्र तिमी यसो कल्पना गर त विकासले कसरी पाउँछ पायो होला भनेको होइन उसको उयो भएर पनि होला नि त के कोटा थियो नि त उसको के को कोटा त्यस्तै कोटा त अरू पनि थियो 6 to 10 कोटा थियो नि त म चाहिँ 6 to 10 कोटामा भनेर तर सिर्जना विजय जस्तोले 1 वर्ष ग्याप गर्नु पर्छ किन 1 वर्षमा कमाइदिइहाल्छ नि तिमीलाई पैसा किन कमाइदियो भने गर्ने के यसरी नाच्ने मैले पैसा भनेको कपी यहाँ कपी गरेर हाल्दा नि यस्तो हुन्छ होइन यस्तो देखाउँछ होइन अनि यसलाई खोल्यो भने यस्तो देखाउँछ कि अरू बेला त आउँथ्यो यहाँनिर ब्रान्ड गर्न लागेको छ त्यस्तै न अलिक उयो अलिक बोल बाइकमा आउँदै हुनुहुन्छ उठाउनुहुन्न मैले बनाएको छु आजदेखि जाने होइन होइन के दाइ बाइकमा हुनुहुन्छ दाइ बाइकमा के भयो विजयलाई सजिलोको लागि भनेर बिन्ताको भोटर आइडी भरिदिँदैछ
चाहिँ भर्खर हामीलाई खाना अर्डर गरेर आएको खाना चाहिँ माथि नै ल्याइदिनुहुन्छ अनि आई लभ दिस प्लेस लुक यहाँनिर म भिडियो बनाउँदै हुँदैछु के हुन्छ होला है ठुल्ठुलो गर्नु